गर्ने रहेछ ब्ल्याक गरे आधा घण्टा 1 घण्टामा त आएर फेरि जुत्ता पोलिस गर्नु बसिहाल्यो के त्यो होइन कोला किन्यो त नि भन्दै देवी किसान आउँछ मलाई पनि उठाइछ केशर गर्नु आउने हो अहिले ठिकै छ अब भन्दै त्यसको सुरु गरौँ टाइम भन्दा सबैको टाइम आउने मान्छे आउँदै गर्छ बहिनीहरू बनाउँदा बहिनीहरू गरौँ न हामी वासीहरूको सुधारको भएमा छौँ हाम्रो आदरणीय साल जेठ 14 गते पिता लक्ष्मण ढकाल र आमा सीतालता देवी ढकालको कोखमा एउटा स्वारामा उहाँको जन्म भयो 2082 साल वैशाख 1 गते 79 वर्षको उमेरमा कृष्ण ढकालले देहत्याग गर्नुभयो र उहाँको पुरानो क्षेत्रमा र उहाँ नेपाल सरकारको सेवामा बजारको काम गर्नुभयो र सर्वोदय हाई स्कुलमा र उहाँले विभिन्न सामाजिक कामहरू कार्यहरूमा सधैँ अविच्छिन्न रूपमा उहाँको सेवा रह्यो र सर्वोदय हाई स्कुलमा 2032 सालदेखि 2064 सालसम्म अविच्छिन्न रूपमा उहाँले अध्यापन गर्नुभयो र यस्तो सधैँ अति मिलनसार जुनसुकै सामाजिक कार्यमा लाग्ने र शिक्षा स्कुलमा पढाउँदा पनि विभिन्न सामाजिक कार्यहरूमा सधैँ सरिक हुने यस्ता आदरणीय व्यक्तित्व उहाँको पवित्र ढकाल छोरा प्रकाश ढकाल छोरीहरू निर्मला शर्मिला रमिला ढकाल लगायत सम्पूर्ण ढकाल परिवार यस्तो मेरो असरमा एउटा अहिले शोकको घडीमा छौँ हामी र यस्ता मूर्धन्य व्यक्तित्वलाई गुमाउनु पर्दा हामी अत्यन्त शोकमा डुबेका छौँ र आज पूर्व सेवा समाजको तर्फबाट हाम्रो समाजका अध्यक्ष देवी लगायत समाजका सदस्यहरू सम्पूर्ण हुनुहुन्छ र हाम्रो यस्तो शोकको घडीमा उहाँलाई सम्झना गर्दै पहिला पुष्पार्पण गरिदिनु म समाजका अध्यक्ष देवी नेपाली लगायत लगायत सम्पूर्ण अनुरोध गर्दछु। उहाँको आत्माले शान्ति पाओस् भने 1 मिनट मौन धारणको लागि सम्पूर्ण ढका उहाँको सम्झनामा हाम्रो आदरणीय नेपाली अधिकारीबाट
सुट कविता एउटा लेख्नु भएको छ त्यसलाई पढेर सुनाउनु हार्दिक अनुरोध मैले यो गरी कविता भन्ने अनुमति पाइसकेको एउटा सानो मैले फोटो गरी कविता लेखेको हिजो मात्रै हाम्रो अध्यक्ष भाइले एउटा सानो कविता लेख्नु भाइ कृष्ण भाइको बारेमा उनीहरू अनुमति थियो भनौँ है तर चाहिँ राति 2 बजी उठेर देखाएँ मैले त्यही त्रुटि भयो क्षमा दिनु भयो मलाई म भन्न चाहन्छु पाइन्थ्यो कृष्ण ढकालको स्मृति पहिला जस्तो स्वर पनि छैन अलि चाहिँ अब कविता पनि छोटो छ है भन्न आउँदैन अहिले बिरामी भयो हुनाले तैपनि जस्तो हुन्छ त्यस्तै हुन्छ ए बोकिरहन्थ्यो जीवनको भार छैन अरे पाएनौ खबर बोकिरहन्थ्यो जीवनको भार छैन अरे पाएनौ खबर घर उनको दुरा डाँडा डाँडा गए गाउँ विविधता सृजित गर्ने कृष्ण ढकाल नाउँ साउखान जाकी कान्छी छोरी विवाह गरे पहिले त्यो बेलाका घटनाहरू सम्झिरहन्छु अहिले लगिदियो दैवले हरि यस्तो राम्रो सुनाउँदो फुलबारी त्यो बेलाको घटना चाहिँ म छोटो हुन्छु है बिहा गरेर बाउ भतेर भन्छ कि के भन्छ त मैले खाएको पनि छु आमा चाहिने उहाँको चाहिने जुन हाम्रो सूर्यनाथ नेपाली र कालीबाबुको आमा मतलब कि कमलको आमा चाहिने बडो उपकारी मान्छे उहाँ चाहिँ मर्नुभन्दा 1-2 दिन अगाडि हो अथवा मरिदिनमै हो के भन्नुभएछ भनेदेखि चाहिँ मेरो छोरी हरिमायालाई जसरी चाहिँ बिहा गरिएको थियो जुन ताउलो गाडी दिएको थियो भाँडाकुँडा दिएको थियो थाल दिएको थियो त्यो पनि मेरो बहिनी छोरी मैले उहाँले भन्नुभएको अरे म सानो थिएँ भोलिपल्ट चाहिँ गाउँमा चर्चा भयो क्या यो कुराको यसो भनेर गइन अरे साउखानसी भनेर भन्यो घटना त्यही हो मैले सुनेको अब अरू भन्नु जान्छु त्यस अहिलेसम्म चाहिँ बहिनी भान्जा भान्जी र मामाहरूमा चाहिँ यति चाहिँ राम्रो सम्बन्ध छ कि अरू पछि पनि मैले त्यति कोही चाहिँ मामाहरू यसो भए अथवा बहिनीले यसो भने अथवा भान्जा भान्जी यसो उहाँहरूको राम्रो सम्बन्ध छ क्या यसमा म आफूलाई गौरव गर्न चाहन्छु है केही दिन अघि मात्र भेट भएको हाम्रो मित्रता र आदमता समीप्य थियो राम्रो भोलिपल्ट थाहा भयो जानुभयो भनी मृत्यु संस्कार जान पाइन खिन्नता छु मनी आउँछ तर्क वितर्क मनमा छैन मृत्यु कसैको अधीनमा भेट हुँदा भन्नुहुन्थ्यो के छ कान्छा भाइ मित्रताले बोल्नुहुन्थ्यो सधैँ हाई हाई कडा छरे भन्नुहुन्थ्यो आफ्नो भित्री रोग बाँकी छैन अब धेरै यो दशैको भोग आयो मृत्यु खानु भो हार ब्रह्मवाक्य छोड्नु भो संसार दुर्नाडाकै ठुलो क्षति भयो यतिखेर मर्माई त हामी सबै उनलाई सम्झिएर छोराछोरी सबै सक्षम सबै यतिखेर यो गृहस्थी राम्रो गर पिता सम्झिएर मृत्यु वरण सहनै पर्ने दैव पापी आइदियो के गर्ने हामी सबै दुर्नाडाका सेवा समाज पात्र असल व्यक्ति जानुभयो दुःख यति मात्र दिदी मेरी अस्ति गइन् हिजो गए कृष्ण मेरो दिदी बितेको आज चाहिँ 16 दिन भयो हिजो 13 दिन म त्यहाँ गएर केही पनि छैन टुखु कुरा केही छैन है 84 वर्ष 98 वर्षमा उहाँ जानुभयो मेरो ठुलोबाकी छोरी जुन चाहिँ तपोदेवी अधिकारीको दिदी मेरो ठुलोबाकी छोरी निलकण्ठा ढुङ्गा कि सारी आमा 98 वर्षमा जानुभएको हो है त्यहाँ मलाई पठाइदिनु कविता भनेको थिएँ पठाइदिएको मेरो छोरो भन्ने पनि कोही नजानी हामी सबै दुर्गाका सेवा समाज पात्र असल व्यक्ति जानुभयो दुःख यति मात्र दिदी मेरी अस्ति गइन् हिजो गए कृष्ण आफ्नो मन आफै बुझाउँ नराखेर कृष्ण अब कृष्ण नराखौँ उहाँ जानुको बिर्सिनु भन्नु खोजेँ है मैले है
श्रद्धाञ्जली चढाए मैले सम्वेदना भन्दिनु सबैले जन्म मृत्यु सृष्टि चक्र भराउँदैन कहिले हाम्रो पनि मृत्युवरण हुन सक्छ जहिले हामी सबकी प्यारी बहिनी शब्द मिलेन त्यसै गरी हामी सबकी प्यारी बहिनी सुशील शान्त नानी आफ्नो मन आफै बुझाउ मृत्यु जन्म मृत्यु जानी नरौ बहिनी जे भयो भयो तिम्रो श्रृङ्गार उसैलाई दान भयो नरौ बहिनी जे भयो भयो तिम्रो श्रृङ्गार उसैलाई दान भयो पिताश्रीको धेरै छ गुण पितृकर्म नछोड्नु कोही दिन पिताश्रीको धेरै छ गुण पितृकर्म नछोड्नु कोही दिन श्रद्धाञ्जली दाइ हजुर नाउँमा फेरि जन्म नहोस् यो ठाउँमा श्रद्धाञ्जली कृष्णको नाउँमा फेरि जन्म नहोस् यो ठाउँमा फेरि जन्म नहोस् यो ठाउँमा हस् धन्यवाद धन्यवाद र कुरो कृष्णबहादुर दाजु यति सरल सिम्पल र उहाँले सिम्पल हुन्छ कि दुर्घटनामा गाउँको पाहुनाहरूले त सबैले हामीले खान्छौँ गर्छौँ र बाहिरबाट जाने पाहुनाहरूलाई पनि जस्तो अर्जुन सिंह केसी भए महेश आचार्य रामशरण म गगन थापा प्रदेशको मन्त्री शशिधर तिवारी लगायत धेरै मान्छेलाई उहाँकोमा हामीले चिया पाएर खाजा पाएर उहाँले अति सजिलै भएर त्यस्तो चाहिँ सेवा गर्नुभयो त्यो दुर्घटनाकै इज्जत चाहिँ राखिदिने काम चाहिँ हाम्रो र सम्झना सबैमा छ र यसपछि दुई शब्द राखिदिनु आदरणीय नेपाली काङ्ग्रेसका सदस्य धन्यवाद सर आज हामी शोक सभाको हाम्रो आजको उपस्थितिमा पूर्व सचिव पूर्व लोकसभा अध्यक्ष यहाँ उपस्थित हुनुभएका विशिष्ट लगायत सम्पूर्ण उपस्थित महानुभावहरू आज हामी एकदम हाम्रो गाउँको जुरेलामा चाहिँ एउटा जुरेला क्षेत्रकै एउटा विशिष्ट व्यक्तित्व एउटा गहना त्यो आतिथ्यताको लागि यो साँच्चै नमुना नै थियो त्यो त्यस्तो चाहिँ नै घरको एउटा हाम्रो सबैको मूर्धन्य व्यक्तित्व आदरणीय कृष्णबहादुर ढकालजीको आज 8औं पुण्यतिथिमा हामी शोक सभाको चाहिँ आयोजना गरेर पुनः त्यो यति साह्रै चाहिँ शोक र विह्वल छ कि यही बोल्दाखेरि चाहिँ सहिलो छैन ए सम्झिँदा आँसु आउला हुन्छ यस हुनाले त्यति साह्रै चाहिँ बाणीहरू शब्दहरू चाहिँ उपयुक्त नआउनु पनि सक्छ तर पनि त्यस्तो व्यक्तित्वको निधनमा हामी चाहिँ उपस्थित भइरहेका छौँ गला अवरुद्ध छन् आँखाहरू एकदमै चाहिँ झरी जस्तो भइराखेको छ त्यति शालीन त्यति चाहिँ एउटा व्यवहारिक त्यति सहयोगी त्यति मृदुभाषी हुनुहुन्थ्यो उहाँले चाहिँ जुन सर्वोदयमा लामो समय सेवा गर्नुभयो कहिल्यै पनि कुनै पनि त्रुटि गल्ती नै नगरिकन सधैँ सामान्य भएर काम गर्न सक्ने सक्षम व्यक्तित्व हुन्थ्यो
अहिले हाम्रो हृदय प्राणीले पनि भने कविता जस्तै भाका भूल दया क्षमा र ममता सन्तोष मान्दैन त्यो इन्द्रै बिन्ती गरुन् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो आयो आयो टपटकी लग्यो मेटिदियो ढाडेर छोटो कथा त्यसो हुनाले यो हामी सबैमा आउँछ सबै हामी जान नै पर्छ तर यो यस्तो समयमा त्यहाँदेखि बित्नुभयो अब त्यो चाहिँ सबै जतिसुकै मर्का जतिसुकै मर्म जतिसुकै चाहिँ हात परे पनि त्यसलाई चाहिँ सम्झिएर हामीले उहाँको स्वर्गीय आत्मा त्यो वैकुण्ठवास होस् तर उहाँका परिवारहरू अनि त्यो परिवारहरू फेरि उहाँ एक्लैले गरेर त्यो घर त्यस्तो आएको चाहिँ हाती खेता मिलेर चाहिँ छैन घरका परिवारका सबै सदस्य छोरीहरू त्यस्तै श्रीमती नानी त्यस्तै भाउ भान्याहरू उहाँहरू पनि चाहिँ एउटा आफ्नो आफ्नो ठाउँमा सबैले राम्रो प्रगति गर्न सक्नुहुन्छ उहाँको आशीर्वादले अझै राम्रो चाहिँ प्रगति हुन सकोस् कहिले दुःख चाहिँ नपरोस् हिँड्दा जान त सबै पर्छ बसिराख्न कसैको पनि पाइँदैन सेवा गरिराख्न पाइँदैन त्यस हुनाले यसलाई यो शोकलाई शक्तिमा परिणत गर्न सक्ने र जुन जुन ठाउँमा छौँ त्यो ठाउँमा चाहिँ एउटा अत्यन्तै यस्तै प्रभावशाली चाहिँ भएर हाम्रो काम व्यवसाय पेसा चाहिँ गर्न सकौँ त्यो किसिमको चाहिँ एउटा उहाँबाट चाहिँ त्यो स्वर्गीय आत्माको चिर शान्तिको कामना र चाहिँ जुन शोक सन्तप्त परिवारहरूमा पनि यो शोकलाई शक्तिमा परिणत गर्न सक्ने वातावरण चाहिँ मिल्न सकोस् यिनै शुभ भावहरू चाहिँ राख्दै सानो भनाइ यही चाहिँ अन्त गर्न चाहन्छु हस् धन्यवाद जय नेपाल अब उहाँको भर्खर मात्रै हाम्रो हाम्रो उहाँको तस्विरमा पुष्पार्पण गर्ने हुन एकीकृत समाजवादी पार्टीले केन्द्रीय सदस्य लग्नको मनाएको छु रामबाबु दाजुलाई म अनुरोध गर्छु त्यस्तै गण्डकी प्रदेश नेपाली काङ्ग्रेसका सदस्य श्री बिरबल ढकालजीलाई पनि पुष्पार्पण गर्न म अनुरोध गर्छु उहाँको दुई शब्द शोक मन्तव्य दिनुहुन एकीकृत समाजवादीका केन्द्रीय सदस्य आदरणीय रामबाबु सेवा समाज आयोजित श्रद्धाञ्जली कार्यक्रममा उपस्थित सेवा समाजका अध्यक्षज्यू लगायत पदाधिकारी सल्लाहकारहरूको उपस्थित परिवार सम्पूर्ण मानवहरू सर्वप्रथम हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। आज हामी शोकको घडीमा यहाँ उपस्थित भएका छौँ। हाम्रो आदरणीय गुरु मेरो त नाताले हजुरबा र अत्यन्त स्नेह गर्ने र हामीलाई प्रेरणा दिने हौसला दिने र त्यो बाटो हिँड्दाखेरि घरमा बोलाएर केही नखाइकन चाहिँ जानु नदिने आऊ यहाँ यसरी बस्नुपर्छ यो परिस्थिति यस्तो छ आजको दिनमा तिमीहरूले खेल्नुपर्ने भूमिका हो विद्यार्थीको हैसियतले कति काम गरिरहँ भनेर सानैदेखि एउटा प्रेरणाको स्रोत हुनुहुन्थ्यो आदरणीय कृष्णले ढकालज्यू उहाँप्रति म सर्वप्रथम मेरो व्यक्तिगत तर्फबाट र पार्टीको तर्फबाट समेत हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। सम्पूर्ण शोक सन्तप्त परिवारजनमा हार्दिक संवेदना व्यक्त गर्न चाहन्छु। अघि नै आदरणीय गणेश प्रसाद नेपालज्यूले सबै कुरा राखिसक्नु भएको छ। हाम्रो श्रद्धेय कृष्ण प्रसाद ढकालज्यूको जुन असामयिक निधन भएको छ उहाँले टोटाडा क्षेत्रलाई जुन खालको योगदान दिनुभयो शैक्षिक क्षेत्रमा होस् त्यहाँको सामाजिक क्षेत्रको लागि होस् त्यहाँका विकास निर्माण र हाम्रा जति पनि समस्याहरू छन् त्यसलाई चाहिँ एउटा बौद्धिक किसिमले उहाँले जुन खालको योगदान पुर्याउनु भयो त्यो हाम्रो लागि समय अविस्मरणीय हुनेछ र उहाँले गरेका जुन असल कामहरू छन् तिनलाई हामीले साँचो अर्थमा सम्झन सक्यौँ र उहाँप्रति हामीले साँचो अर्थमा चाहिँ श्रद्धाञ्जली व्यक्त गर्न सक्यौँ भने
त्यो डाँडोमा जुन खालको अभियानमा उहाँ सरिक हुनुभएको थियो त्यो साँचो अर्थमा सत्ता श्रद्धाञ्जली हुनेछ भन्ने मलाई लाग्दछ। त्यसैले यो शोकपूर्ण घडीमा उहाँलाई शब्द श्रद्धाञ्जली व्यक्त गरिरहँदाखेरि र परिवारजनमा संवेदना व्यक्त गरिरहँदाखेरि मलाई के लाग्छ भने हामीले गर्ने अठोट सङ्कल्प आजको दिनमा के हो भने उहाँले जुन खालका चाहिँ असल कामहरू गर्नुभयो, समाजलाई जुन ढङ्गको योगदान दिनुभयो, ती कुरालाई चिरस्थायी बनाउनुको लागि तपाईँ हामीलाई सुम्पिएर उहाँले जानुभएको छ। ती कुराहरूलाई हामीले अनुसरण गरौँ, ती कुराहरूलाई हामीले खुलेर प्रशंसा गरौँ र आगामी दिनमा ती कुराहरूबाट ऊर्जा र प्रेरणा दिँदै अझ हामी एकताबद्ध भएर अगाडि बढौँ र जुन खालको हाम्रो अभियान छ, जुन कुरामा उहाँले इँटा थपेर जानुभएको छ, समृद्ध दोहोऱ्याउन निर्माण गर्ने जुन अभियान छ, उहाँले जुन ढङ्गको योगदान पुर्याउनु भएको छ त्यो कुरालाई समेत साँचो अर्थमा मनन गर्दै अगाडि बढौँ भन्ने म आग्रह गर्न चाहन्छु। र अन्त्यमा आदरणीय मेरो हजुरबा गुरु, सामाजिक व्यक्तित्व, शैक्षिक व्यक्तित्व आदरणीय कृष्णप्रसाद ढकालज्यूप्रति शब्द श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। धन्यवाद, नमस्कार। यही शोक सभाको अब 2 शब्द बोलेर यो आजको सेवा समाज आयोजना गरेको छ समाजका अध्यक्ष देवप्रसाद नेपालीलाई हाम्रो छोटो शोक मन्तव्य गरी सभा विसर्जन गर्नुहुन्छ। म हार्दिक धन्यवाद। डाँडा सेवा समाजको विशेष अनुरोधमा हृदय नाताले भन्नुपर्दा भिनाजु, परिवेशले भन्नुपर्दा सामाजिक व्यक्तित्व अग्रज किनबहादुर ढकालजीको निधनको 8औं दिन हामी यस प्राङ्गणमा उभिएका छौँ। संवेदना प्रकट गर्दा ती दिनहरू सम्झना हुन्छन्। सर्वोदयमा हामीले अध्ययन गर्दै गर्दा गुरुहरूले हामीलाई जे किसिमले हेरसार लगायत सम्पूर्ण गुरुहरूको टिमले हामीलाई जुन अनुसरण अथवा चाहिँ विद्या दिनुभएको थियो, त्यसले आज हामी बेगाडेहरू यो अवस्थामा देशको विभिन्न क्षेत्रमा मात्र नभए विदेशमा समेत गोडाँडे भनेर परिचित हुन सकेका छौँ। यसको श्रेय समग्र अग्रजहरूमा छ भने यसको यथार्थता त्यो स्कुलको भित्र बसेर पिटी मास्टर मात्र नभइकन त्यो स्कुललाई एउटा अनुशासन योग्य ठाकुर छाङ्गा हेड सर लगायत उहाँको टिमले जे गरेको थियो त्यसको बुझी कोही हो भने कृष्णबहादुर हुनुहुन्थ्यो भन्ने मेरो अनुभूति रहेको छ। उहाँलाई त्यति मात्र नभइकन आतिथ्यताको कुरा गर्दा अग्रजहरूले भनिसक्नुभयो, सायद गोराडाँडामा हामीले त्यो बिर्सन सक्दैनौँ। हामी काठमाडौँमा अथवा बाहिर जिल्ला बाहिर बस्नेहरू त्यो डाँडा गयौँ भने फर्किँदाखेरि त्यही घरको बाटो फर्किनु पर्थ्यो। हामीले त्यहाँ साधारण नास्ता होइन, मिष्टान्न भोजन गरेर मात्रै फर्किने हामीले अवसर पाएका थियौँ। त्यो श्रेय कृष्णबहादुरजी, दिदी लगायत यो सम्पूर्ण परिवारले समाजमा जे छोडेको छ त्यो हामीले अनुसरण गर्न योग्य छ र भोलिका दिनमा हामी त्यो अनुसरण गर्न सक्यौँ भने मात्रै उहाँप्रति श्रद्धा श्रद्धाञ्जली गरेको ठहर्नेछ भन्ने समाज ठान्दछ। यो डाँडा सेवा समाज 61 सालमा स्थापना भएर मर्दा र पर्दाको सोचबाट स्थापना भएको समाज आजको परिवेशमा त्यो हिजो स्थापना गर्दाको अवस्थाभन्दा धेरै फरक भयो। हुनाले जे सोच्यो त्यो अनुसार गर्न सकेको छैन तापनि आफ्नो प्रयासहरू जारी राखिरहेको छ यो समाजले। तसर्थ सबै अग्रजहरू जो उपस्थित हुन सक्नुभयो समाजको अनुरोधमा सबैप्रति विशेष आभार व्यक्त गर्छु। समाजका कतिपय पदाधिकारीहरू कार्यव्यस्तताले आउन सक्नु भएन, उहाँहरूले पनि यस शोक सभाको शुभकामना पठाउनु भएको छ। उहाँहरूको पनि त्यो रहेको कुरा जानकारी गराउन चाहन्छु र अन्त्यमा सम्पूर्ण घर परिवारले उहाँको उपचारको क्रममा गरेको प्रयास हामी सबै नजिकबाट निहालिरहेका छौँ। त्यो ज्यादै नै श्रेय र धन्यवादको पात्र हुनुहुन्छ। अब एउटै मात्रै बाँकी छ, उहाँकोले दिएका राम्रा गुणहरूलाई हामीले अनुसरण गरेर भोलिका दिनमा समाजमा अवलम्बन गर्न सक्यौँ भने मात्र हाम्रो उहाँप्रतिको श्रद्धा श्रद्धाञ्जली ठहर्नेछ भन्ने समाजले विश्वास लिएको छ र सबै घर परिवार
यस शोकलाई शक्तिमा परिणत गरेर आफू अगाडि बढ्ने प्रयास होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु र उहाँको वैकुण्ठवासको विशेष अनुरोध गर्दै वैकुण्ठवास अवश्य रमणीय रहनेछ भन्ने विश्वास दिँदै यो शोकसभाको कार्यक्रमलाई यही अन्त्य गर्ने धन्यवाद हामीलाई हाम्रो शोकलाई शक्तिमा परिणत गर्न पाल्नु आदरणीय व्यक्तित्वहरूलाई मेरो पनि साथ रहिरहने सबैको साथ बसाइदिनु हरेकका र अब हाम्रो यो 13 गते 13औं पुण्यतिथि परेको छ 1 बजे पछाडिको समय छ हजुरहरू सबैजना पाल्नु लाग्ने म अनुरोध गर्न चाहन्छु विकास kita